सिद्धगङ्गा नगरपालिका वडा नम्बर 3मा रहेको नमुना कृषि फर्ममा यति बेला अकबरे खुर्सानीका बेर्ना तयार हुँदैछन्। नगरपालिकाले निशुल्क रूपमा वितरण गर्ने गरी अकबरे खुर्सानीका बेर्नाहरू तयार गर्दैछ। साथै फर्ममा यति बेला काँक्रा, करेला, फर्सी लगायतका विभिन्न सागसब्जीहरू तयारी अवस्थामा छन्। निरन्तर रूपमा बजारमा बिक्रीका लागि समेत जाने गरेका छन्। नगरपालिकाकै संरक्षणमा भएको उक्त कृषि फर्ममा समेत प्राविधिक रूपमा भने केही कमजोरी भइरहेको देख्न सकिन्छ। फर्ममा भएका बिरुवाहरू विभिन्न प्रकारका रोगहरू देखिन थालेका छन्, तर अहिलेसम्म प्राविधिक रूपमा नगरपालिकाबाट कुनै सहयोग प्रदान नभएको अलिकति प्राविधिक फर्ममा हिसाबले कार्यरत पनि यसलाई कर्मचारीहरूले हेर्न पर्ने, बताएका छन्। अलिकति सुझाव सल्लाह पनि अलिक कमी भयो कि जस्तो देखियो यहाँनिर आउँदाखेरि। अर्को चाहिँ यो तलपट्टि अहिले चाहिँ बनाएको अति उत्कृष्ट, अति राम्रो देखिएको छ। यता माथितिर अलिअलि झार भए जस्तो यस्तो काँक्रा राम्रै फलेको देखियो, तर चाहिँ अलिकति भुइँमा लत्रेको कारणले कुहेओरेको देखियो। यसलाई व्यवस्थापन गर्नुपर्ने। हाल नगरपालिकाको उक्त कृषि फर्मबाट नियमित रूपमा काँक्राहरू बजारमा बिक्रीका लागि जाने गरेको छ। हरियो अकबरे खुर्सानी, फर्सी लगायतका सागसब्जीहरू यति बेला तयारी अवस्थामा छन् र नियमित रूपमा बिक्री समेत भइरहेका छन्। उक्त कृषि फर्ममा नगरपालिकाको प्राविधिकहरूको नियमित निगरानी हुनुपर्ने र यहाँ सबैको भएका माग छ। वस्तुहरू पनि यहाँ बसेका हाम्रो हेरालु भाइहरूले मात्रै सेभ गर्न नसक्ने अवस्था देखियो। एउटा समस्या बजारसम्म नपुगेको देखियो। र अर्को कुरो, आयातित काँक्रा भन्दा पनि यहाँको हाम्रो काँक्राहरू अहिले हेर्ने हो भने समग्रमा 2-3 कुइन्टलभन्दा बढी छ। आफ्नै आँखाले हेरियो। यसलाई टिप्ने र अब झारको व्यवस्था गर्ने, यसमा अलिकति अहिले सबभन्दा समस्या देखिएको चाहिँ प्राविधिकको चाहिँ कठिनाइ। जुन काम गर्ने भाइहरूले यसमा औषधि कति बेला के राख्ने, किन बिरुवा मर्यो भन्ने सम्बन्ध उनलाई ज्ञान नभएको देखियो। त्यसले गर्दा कृषिका कर्मचारीहरूलाई नगरपालिकाले स्पेसली आलोपालो गरेर भए पनि एकजना कर्मचारी यहाँ चाहिँ दिनमा आउने, उहाँहरू मोटरसाइकल लिएर अन्त घुमेको चाहिँ देखियो। घर जाने आउनलाई मात्रै सरकारी मोटरसाइकल परेको होइन कि यो फर्ममा आएर यहाँको वस्तु के हो, यसमा माटाको विशेषता के हो, के भएर यहाँको मर्यो बिरुवाहरू, किन काँक्राहरू चाहिँ बढी कुहियो, कुनै लाग्यो भने त समयमा टिप्नु पऱ्यो नि भुइँमा। तर यसलाई भिटामिन जस्तो यही उदाहरणको लागि चाहिँ हेर्नु, यो मरिराखेको छ। अब यसमा तलको काँक्राको पात फाल्नुपर्छ भन्छ। यति पातहरू त कसमा काटेर फालिदिनु पर्ने हो कि त कृषिले किन हेरेन? पढाइ गरेर काम गर्नेलाई दक्ष बनाउन सकिएन। कृषि शाखाका कर्मचारीहरू अफिसमा कुर्सीमा बस्ने, अनि जनप्रतिनिधि मेयर साहब उपमेयर साहब हुन्छ। आज उपमेयर साहब प्रत्यक्षसँग हामी उहाँकै नेतृत्वमा आइराखेका छौँ। स्वयं मेयर साहबलाई थाहा छैन यो फर्म कस्तो चलेको छ भन्ने कुरो। अनि लगानीकर्तालाई नै थाहा नभएपछि किसानले आफ्नो लगानी सुरुमै बिउ किन्दाको मूल्यको हिसाब गर्छ। त्यसलाई मल कति चाहियो, यो बिरुवा किन भएन भने आफ्नो मल खोजेर जमिन गरेर गरिदिन्छ। हामी कहाँमा मल चाहिँ आएन भन्ने कुरा आयो। यही हेर्नुहोस् न, अब यी बिरुवाहरू यसो कुहिराखेको छ। यिनी कुहिनुको तात्पर्य के हो त? हामीले कतिपय समय हेर्दै जाँदा बिरुवाको तलको पात काट्नुपर्छ, पहेँला पात फालिदिनुपर्छ भन्छ। यहाँ पात हेर्दा माथिको टुप्पोसम्म पहेँलो छ, यो पात किन पहेँल्यो, यो काँक्रो किन सप्रिसकेन, यति मोटो हुँदा यहाँ तल किन यस्तो भयो, यो त हेरिदिनु पर्यो नि। कृषिको काम के हो त? त्यहाँ कर्मचारी साथीको काम के हो त? फर्ममा टनेलभित्र लगाइएकै काँक्राहरूमा समेत विभिन्न प्रकारका रोग लागेको सङ्केत देखिएको छ। नगरपालिकाकै प्राविधिकको संरक्षणमा भइरहेको यस कृषि खेतीमा आधुनिक टनेलभित्र नै देखिएका रोगलाई समेत नियन्त्रण गर्न नगरपालिकाका प्राविधिकहरूले तत्परता नदेखाएको गुनासो छ।